रामकृष्ण एक शिक्षक थिए। गर्मीको छुट्टीमा सहरको भिडबाट टाढा पहाडको एकान्त गाउँ अवस्थित एउटा पुरानो रिजर्ट जस्तो घर थियो। उनले त्यही घर भाडामा लिएर बस्न थाले। त्यहाँको शान्त वातावरण, हरियाली, चिसो हावा सब थकाइ मेट्ने खालको थियो। एक रात रामकृष्ण झ्यालबाट बाहिर हेर्दै थिए। उनले एउटा केटी देखे। रातो साडी लगाएकी थिइन्। लामो कपाल थियो तर नाङ्गो खुट्टा थियो। रातको अँध्यारोमा पनि उनको रूप चम्किरहेको थियो। हेर्दा हेर्दै त्यो केटी रामकृष्णको नजिक आइपुगी र उनले नजिक आएर सोध्न थालिन्, तपाईँ एक्लै हुनुहुन्छ? उनले मुस्कुराउँदै भन्न थाले, हो, मेरा साथीहरू छैनन्। त्यसैमा उनले थपे, तिमी को हो? तिम्रो नाम के हो नि? माया। मेरो नाम माया हो। म यहाँकी स्थानीय बासिन्दा हुँ। मेरो घर यही नजिक छ। त्यस राति उनीहरूको कुराकानी निकै लामो र गहिरो भयो। त्यसै क्रममा रामकृष्णले एक दिन मुस्कुराएर उनीसँग बिहेको प्रस्ताव राखे। म त तिमीलाई धेरै मन पराउँछु, के तिमी मसँग बिहे गर्न सक्छौ? मायाले त्यही प्रश्नमा उत्तर दिइन्, हुन्छ, म पनि हजुरलाई मन पराउन थालिसकेकी छु, तर मसँग बिहे गर्नको लागि चाहिँ एउटा शर्त छ। रामकृष्णले एकछिन अचम्म मानेर भने, कस्तो शर्त? भन न। मायाले भनिन्, बिहेपछि या हामीसँगै हुँदा मेरो अनुहार उज्यालोमा कहिले नहेर्नु। रामकृष्ण केही छक्क परे, तर उसको सौन्दर्य, मिठासपूर्ण बोली अनि रहस्यमय स्पर्शले उसलाई मोहित बनायो। उनीहरूले बिहे गरे। रातको समयमा सुनसान रुखहरूको बीच